समय पनि अलिक अभाव भएकोले गर्दाखेरि र आज यस कार्यक्रममा विशेषतया हामी यसरी उपस्थित हुँदा मैले यो कार्यक्रमलाई एउटा शुभकामनाको रूपमा मात्रै नलिएर मैले एउटा सकारात्मक सन्देशहरू पनि दिन लागेको छु। त्यो जुन के हो भने हामी विविध कारणवश हिजोसम्म एनआरएनएमा आबद्ध थिएनौं, तर आज साथीहरूको हाम्रो शुभचिन्तक ज्यूहरूबाट हामीलाई एक हुनको लागि आग्रह आएपछि हामी औपचारिक रूपमा वा अनौपचारिक रूपमा अब यो भन्दा पछाडि उहाँहरूले कसरी समायोजन हुने वा संस्थामा जोडिने भन्ने कुराहरूको उहाँहरूले पक्कै पनि त्यो कुरा निर्णय गर्नुहुन्छ भन्ने कुरा हामीले आशा लिएको छौं। र आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, मैले धेरै समय लिन अन्त्यमा फेरि पनि बडा दशैंको शुभकामना व्यक्त गर्दै तपाईहरुमाझ बिदा हुन चाहन्छु। धन्यवाद।